वचनको लागि पनि प्रार्थना गरिदिनु भयो। परमेश्वरले धेरै आशिष दिएको हुन्। र आजको शीर्षक मैले यस प्रकारले लिएको छु, यीशु ख्रीष्टको रगतको कामहरू भन्ने शीर्षकमा है आज तपाईहरुको बीचमा म 5वटा पोइन्टमा म बोल्नेछु। 5वटा बुँदाहरू लिएर आएको छु। म फटाफट पढ्ने भावी पढौँ अनि मनन गरौँ अनि त्यस पछाडि हामी प्रभु बस्तिर हामी पसि जानेछौँ। 5वटा पददेखि आज यीशु ख्रीष्टको रगतको कामहरू, मैले रगतको बारेमा अस्ति पनि मैले प्रचार गरेको जस्तो लाग्छ, बलिदानको बारेमा पनि मैले प्रचार गरेको जस्तो लाग्छ, अनि थुप्रै शीर्षकमा मैले प्रचार गरिसकेँ। तर आज चाहिँ रगतको बारेमा पनि मैले अस्ति बोलेको जस्तो लाग्छ, तर आज चाहिँ रगतको कामको बारेमा है हामी हेर्नेछौँ। बाइबलबाट तपाईँहरूले खोल्न सक्नुहुन्छ। पहिलो पत्रुस 1:18 र 21 सम्म हामी पढ्नेछौँ है। पहिलो पत्रुस 1:18 देखि हामी 21 सम्म पढ्नेछौँ अनि मनन गर्नेछौँ। म यसरी पढ्दछु। तिमीहरू जान्दछौ कि आफ्ना पिता पुर्खाबाट आएका व्यर्थका कुराहरूदेखि सुन वा चाँदी जस्ता नाश हुने थोकहरूद्वारा दाम तिरी तिमीहरू छुटाएका होइनौ। 19 ले भन्छ, तर निष्कोट र निष्कलङ्क थुमाको जस्तो ख्रीष्टको अनमोल रगतद्वारा दाम तिरी छुटाएका छौ। 20 ले भन्छ, उहाँ सृष्टि भन्दा अगाडिदेखि नै नियुक्त हुनु भएको थियो, तर तिमीहरूका खातिर समयको अन्तरमा प्रकट हुनुभयो। उहाँद्वारा परमेश्वरमाथि तिमीहरूको भरोसा छ, जसले ख्रीष्टलाई मृतकबाट जीवित पारेर महिमा दिनुभयो ताकि तिमीहरूको विश्वास र आशा परमेश्वरमा रहोस्। आमेन। किनभने येशू ख्रीष्ट चाहिँ उत्पत्तिदेखि नै तपाईँ हाम्रो साथमा हुनुहुन्छ भनेर बाइबलमा बताउँदछ। अगम वक्ताहरूको पालादेखि नै उत्पत्तिदेखि प्रकाशसम्म येशू ख्रीष्ट चाहिँ तपाईँ हाम्रो साथमा हुनुहुन्छ भनेर यहाँ बताइरहेको छ। सुन वा चाँदी जस्तो नाश हुने है थोकहरूद्वारा हामी दाम तिरेर हामी छुटाएका होइनौँ। ख्रीष्टको अनमोल रगतले है तपाईँ हामी चाहिँ शैतान दुष्टको पन्जाबाट, शैतान दुष्टको बन्धनदेखि हामीलाई ख्रीष्टको रगतले चाहिँ किन्नु भएको छ। हामी छुटाएका, हामी परमेश्वरको राज्यभित्र ख्रीष्टको रगतले चाहिँ हामीलाई बहुमूल्य रगतले चाहिँ किनेर हामीलाई है उहाँको राज्यमा हामीलाई लानु भएको व्यक्तिहरू। हालेलुया। तपाईँ हामी त्यसैको व्यक्ति होइन, हामी बहुत किम्तीका व्यक्तिहरू। हालेलुया। किनभने ख्रीष्टको रगत चाहिँ अति नै बहुमूल्य रगत हो। पशुको रगतहरू जस्तो होइन। ख्रीष्टको रगत चाहिँ तपाईँ र मेरो पाप अधर्मलाई पखाल्नका लागि, शुद्ध पवित्र निष्कलङ्क हुनको लागि उहाँले कल्वरी क्रुसमा तपाईँ मेरो उहाँ बलिदान हुनुभयो उहाँको रगतद्वारा। अनि हामी चाहिँ दाम तिरेर छुटाएका व्यक्तिहरू। त्यस कारणले गर्दाखेरि तपाईँ हामीले उहाँको महिमा गर्नुपर्छ। त्यस कारणले गर्दाखेरि हामी चाहिँ उहाँको प्रतिरूप, उहाँको स्वरूप, उहाँको रङरूपमा बनिएका हौँ, उहाँको हातका सिपहरू हौँ। उहाँले स्वर्ग, पृथ्वी इत्यादि सृष्टि गर्दा वचनले सृष्टि गर्नुभयो
मानिसलाई सृष्टि गर्दाखेरि उहाँले धेरै मेहनत गर्नुभएको छ। माटो मुछेर आकार बनाउनु भयो परमेश्वरले आफ्नै हातले परिश्रम गरिकन। कारण किन भन्दाखेरि चाहिँ उहाँको महिमा गर्नका लागि तपाईँ हामी सृष्टि भएका हौँ। यस कारणले हामी परम प्रभुको सेवा है गर्ने व्यक्तिहरू हाम्रो जीवनदेखि उहाँ उचालिनु पर्छ। हाम्रो जीवनबाट उहाँ महिमित हुनुपर्छ र उहाँलाई महिमित पार्नका लागि तपाईँ हामी चाहिँ के गर्नुपर्छ? उहाँलाई खुसी बनाउनका लागि तपाईँ हामीले के गर्नुपर्छ? उहाँको सत्यतामा जीवन जिउनु पर्यो, पवित्रतामा जीवन जिउनु पर्यो है। उहाँको आज्ञाकारी हुनु पर्यो, अनि मात्रै हाम्रो जीवनदेखि उचालिन्छ। परमेश्वर उचालिनुहुन्छ, महिमित हुनुहुन्छ हाम्रो जीवनदेखि। तर हामी चाहिँ उहाँको रङरूप उहाँको स्वरूपमा बन्यौँ, तर सेवाकाई जानु अल्छी गरियो, हरेक कुरामा बाइबल पढ्नु अल्छी गरियो, प्रार्थना गर्नु अल्छी लाग्छ, अनि सङ्गतिमा जानु अल्छी लाग्छ भने हाम्रो जीवनदेखि कहिले पनि परमेश्वर महिमित हुनुहुन्न, हुँदैन। त्यसैले हामी चाहिँ उहाँको महिमा गर्ने व्यक्तिहरू। हाम्रो हात खुट्टा छ, हाम्रो हरेक ज्ञान बुद्धि छ, यो हाम्रो प्रत्येक अङ्गले चाहिँ उहाँको महिमा गर्नुको लागि हामीलाई यो हात खुट्टा ज्ञान बुद्धि सामर्थ्य शक्ति दिनुभएको हो। त्यस कारणले गर्दाखेरि हाम्रो हरेक सोच विचारहरूमा पनि उहाँकै इच्छा योजना अनुसारको जीवन जिउनु पर्छ। आमेन। म अर्को पॉइन्टमा गएँ। कलसीको पुस्तकलाई तपाईहरुले निकाल्न सक्नुहुन्छ। कलसीको पुस्तक तपाईहरुले निकाल्न सक्नुहुन्छ है। कलसीको पुस्तक 1:19 देखि 22 सम्म हामी पढ्ने छौं। 1:19 देखि 22 सम्म म यसरी पढ्दछु। किनकि उहाँको आफ्नो यो चाहिँ कलसी 1:19 देखि 22 यो चाहिँ मिलापको। अघि हामी पहिलो पत्रुस 1:18 देखि 21 सम्म मुक्तिको बारेमा है, प्रभु यीशु ख्रीष्टको रगतको कामहरु है। यो चाहिँ मुक्ति अब आउँदैछ मिलापको बारेमा। कलसी 1:19 देखि 22 सम्म हामी पढ्ने छौं। यहाँ यस्तो लेखिएको छ, किनकि उहाँको आफ्नो सारा पूर्णता ख्रीष्टमा वास गरेकोमा परमेश्वर प्रसन्न हुनुभयो। 20 ले भन्छ, र परमेश्वरले उहाँका क्रुसको रगत द्वारा शान्ति गराएर पृथ्वीको होस् वा स्वर्गको होस् उहाँद्वारा नै सबै थोकलाई आफूसँग मिलापमा ल्याउनु भयो। अनि 21 ले भन्छ, बितेका समयमा दुष्ट काम गरेर तिमीहरू बिराना भए आफ्नो मनमा विरोधी भएका थियो, तर आफ्नो सामुन्ने तिमीहरूलाई पवित्र निष्कोट र निर्दोष प्रस्तुत गर्न ख्रीष्टको मासुको शरीरमा उहाँको मृत्युद्वारा तिमीहरूलाई उहाँले अब मिलाप ल्याउनु भएको छ। हालेलुया। किन भन्दाखेरि चाहिँ तपाईँ हामी चाहिँ यीशु ख्रीष्टद्वारा परमेश्वर पितामा हाम्रो मिलाप भएको छ भनेर बाइबलले भन्दछ। एक समय तपाईँ हामी परमेश्वरमा महिमित शरीरमा हामी हुन्थ्यौं। आदमलाई सृष्टि गर्दाखेरि मानिस चाहिँ महिमितमा थियो, आत्मिकी
शारीरिकमा उहाँ हुनुहुन्थेन। परमेश्वरले सृष्टि मानिसलाई गर्दाखेरि आत्मिकमा थियो, आत्मिक रूपमा है। अनि परमेश्वरसित सामान्य बातचित हुन्थ्यो, तपाईँ हामी बोलेको जस्तो। तर कारणवश यो सबैले जानेको कुरा, हावालाई शैतानले भकाएपछि त्यहाँदेखि सम्बन्ध टुटिएको कुराहरू हामी पाउँछौँ। अनि त्यहाँदेखि परमेश्वरले फेरि पनि योजना गरे, अब संसारमा मानिसहरू मेरै रङरूपमा मैले सृष्टि गरेको मानिसहरू भ्रष्ट भएका छन्, पापमा फसेका छन्। अब उनीहरू अब नरकतिर जान्छन्, तर पनि म केही न केही उपाय म रच्छु भनेर उहाँले परमेश्वरले एउटा उपाय निकाल्नुभयो। येशू ख्रीष्टलाई मरियमको कोखमा हिजो पनि हामीले सुनिरहेका थियौँ क्यारलमा। हाम्रो पासानी आमाले वचनबाट भन्दै हुनुहुन्थ्यो, मरियम चाहिँ संसारमा धर्मी मानिस थिए, निष्कलङ्क थिए, पवित्रता थिए। अनि त्यस कारणले गर्दाखेरि परमेश्वर पनि पवित्र हुनुहुन्छ। अनि पवित्र आत्माद्वारा उहाँ गर्भवती भए, येशू ख्रीष्टलाई जन्माए। अनि येशू ख्रीष्ट चाहिँ एउटा माध्यम, परमेश्वरले संसारको मानिसले उद्धार पाओस्, मुक्ति पाओस्। उहाँको बलिदानमा जसले विश्वास गर्छ उसको उद्धार हुन्छ भनेर बाइबलमा लेखिएको कुराहरू छ। र यहाँ पनि त्यही भनिएको छ है, येशू ख्रीष्टद्वारा परमेश्वरमा हाम्रो मिलाप भएको छ। हालेलुया। अनि त्यस कारणले गर्दाखेरि शैतानको पन्जादेखि उद्धार र मुक्ति दिनको लागि चाहिँ कुनै पनि पशु प्राणीको रगतले तपाईँ र म उद्धार पाउन हामी असम्भव छ, हामीले सक्दैनौँ। केवल येशू ख्रीष्टको रगतले मात्रै तपाईँ र मैले उद्धार पाएका छौँ। आमेन। त्यस कारणले गर्दाखेरि हामीले चाहिँ परमेश्वरमाथि भरोसा, येशू ख्रीष्टमाथि भरोसा, पवित्र आत्मामाथिको एउटा योजनामा हामी हिँड्नुपर्छ। हामी तीन व्यक्ति एक ईश्वर भनेर हामी किन प्रार्थना गर्छौँ भन्दाखेरि चाहिँ परमेश्वर नै पुत्र हुनुहुन्छ, पवित्र आत्मा परमेश्वर नै हुनुहुन्छ है। परमेश्वरकै सबै नेतृत्वमा चल्ने व्यक्तिहरू येशू ख्रीष्ट अनि पवित्र आत्मा। अनि पवित्र आत्माको नेतृत्वमा चल्ने चाहिँ तपाईँ हामी हो। हालेलुया। हामीसित पवित्र आत्मा हुनुहुन्छ। पवित्र आत्मा यदि हामीसित छ भने हामी नराम्रो कामहरू गर्नदेखि हामीलाई रोक्छ। तपाईँहरूलाई यस्तो लागिरहेको पनि छ, पक्का पनि त्यो मलाई पनि लागेको हुन्छ कोही बेला। म कोही बेला अब परमेश्वरको अनआज्ञाकारी है मेरो जीवनदेखि हुनु खोज्दैछ भने एउटा आत्माले के भन्छ, ए त्यस्तो गर्नु हुँदैन, त बाइबल पढ्नु पर्छ भनेर एउटा आत्माले मलाई हराइरहेको हुन्छ। एउटा आत्माले चाहिँ के भन्छ, तँलाई निद्रा लागेको भोलि पढ, एउटा आत्माले त्यो भनिरहेको हुन्छ। एउटा आत्माले म राति सुतिरहँदाखेरि उठ प्रार्थना गर, घुँडामा गएर प्रार्थना गर भनेर एउटा आत्माले मलाई भनिरहेको हुन्छ। एउटा आत्माले तपाईँ निद लागेको छ त, भोलि काम छ, भोलि काममा जानु भने निद्रा लाग्छ, सुत। एउटा आत्माले त्यसरी मलाई भनिरहन्छ। हाम्रो हृदयमा दुईटा आत्मा अवश्य हुन्छ, दुईजना व्यक्ति। तर एउटा व्यक्तिलाई चाहिँ हामीले प्राथमिकता दिनुपर्छ। त्यो एउटा व्यक्तिको नेतृत्वमा, अधिकारमा, अधीनतामा हामी हिँड्नुपर्छ। त्यो चाहिँ पवित्र आत्माको अधीनतामा हामी हिँड्नुपर्छ। पवित्र आत्माले अराएको कामहरू हामीले गर्नु पर्यो। अर्को आत्माले अराएको काम चाहिँ त्यो चाहिँ दुष्टले अराएको काम हो। एउटा आत्माले भन्छ सङ्गति जा भन्छ, एउटा आत्माले होइन नजा, यस्तो काम छ, वालमार्टतिर जा, सेक्स क्लबतिर जा। एउटा आत्माले त्यो भन्छ। एउटा आत्माले सङ्गति जा, निरन्तर प्रार्थना गर। अब यस्तो कुरादेखि चाहिँ तपाईँ हामी चाहिँ धेरै होसियारी हुनुपर्छ।
काम पनि गर्नुपर्छ, काम नगरे त यो ठाउँमा हामीले सुख पाइँदैन। तर पनि परमेश्वरको योजनाभित्र नै हामी हिँड्नुपर्छ भनेर बाइबलले तपाईँ र मलाई सिकाएको छ। त्यस कारणले गर्दाखेरि मिलापमा यीशु ख्रीष्टको बलिदानमा हामी विश्वास गर्छौँ। उहाँको रगतले तपाईँ हामीलाई किन्नुभयो, किनेर हाम्रो पाप अधर्महरूलाई पखालिकन अनि परमेश्वरसित तपाईँ हाम्रो मिलाप भएको छ। बुझ्दै हुनुहुन्छ? अब हामीले हेर्नुपर्ने हुन्छ हिब्रूको पुस्तक 13:12। यीशु ख्रीष्टको रगतद्वारा हामी शुद्ध भएको कुराहरू हामी त्यहाँ पाउँछौँ। सबैले पढ्नुपर्ने हुन्छ, पढौँ, किनभने म दोहोऱ्याएर भनिरहन्छु तपाईँहरूले नभेटाइन्जेलसम्म। हिब्रूको पुस्तक 13:12 पद। यसकारण यीशुले पनि उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोका बाहिर कष्ट भोग्नुभयो। अझ यो ढोका बाहिर भनेको कुरा चाहिँ संसारको कुराहरू है। तपाईँ हामी चाहिँ यीशु ख्रीष्टको रगतले चाहिँ हामी ढोकादेखि भित्र पसेका व्यक्तिहरू हौँ। र यीशु ख्रीष्टले पहिला यो संसारमा मानिस जस्तो भएर आउनुभयो। उहाँ मानिस जस्तै भएर दुःख पीडाहरू सहनुभयो अनि क्रुसमा बलि हुनुभयो, मारिनुभयो, गाडिनुभयो। तेस्रो दिनमा मरेकोदेखि उहाँ जीवित हुनुभयो। यो चाहिँ ढोका बाहिर उहाँले गरेको कार्यहरू, यो तपाईँ हाम्रो पाप धुनको लागि, पापदेखि छुटकारा दिनको लागि यीशु ख्रीष्टले गर्नुभएको कार्यहरू। यहाँ उहाँको आफ्नै रगतद्वारा मानिसहरूलाई पवित्र गराउन ढोका बाहिर कष्ट भोग्नुभयो भनेपछि हामीले बुझिहाल्यौँ यीशु ख्रीष्टले कत्रो कत्रो कष्टहरू भोग्नुभयो त। उहाँ कुटाइ खानुभयो, निर्दोष व्यक्ति थिए र पनि उहाँ दोषी ठहरिनुभयो। कोर्रा खानुभयो, पिटाइ खानुभयो, थुकाइ खानुभयो, कोखामा भाला रोपी माग्नुभयो, सिडामा काँडाको मुकुट पहिरी माग्नुभयो। त्यो चाहिँ सबै तपाईँ र मेरो लागि उहाँले गर्नुभएको बलिदान हो। हाम्रो प्रत्येक शरीरको अङ्ग अङ्गको मूल उहाँले चुकाइदिनु भएको छ। हाम्रो हातले गर्ने पाप हातैमा उहाँले हातदेखि नै तिर्दिनु भएको छ। दिमागले सोचेर पाप गर्ने दिमागमै उहाँले काँडाको मुकुट पहिरिनु भएको छ। हृदयदेखि सोचेर पाप गरेका थियौँ, हृदयमै उहाँ भाला रोपिनुमा मागिनु भएको छ। अनि खुट्टाले हिँडेर गएर पाप गर्ने खुट्टामै है काटी ठोकिमागेको छ। यो कुराहरू स्पष्ट छ, तपाईँ हामीले जानेका छौँ, बुझेका छौँ। यत्रो महान बलिदानलाई पनि हामी कहिल्यै पनि नभुलौँ, नबिर्सौँ है। रोमीको पुस्तकलाई पनि हामी पढ्नेछौँ। रोमीको पुस्तक 5:8 र 9 म सकिहाल्छु, किनभने वचन हामीले पढ्नुपर्छ। समयले डाँडा काटे तापनि के छैन, एक दुई मिनट लेट हुँदा बिग्रिने त त्यति छैन, किनभने परमेश्वरको गुणगान गर्नु नै तपाईँ लक्ष्य पुरा हुनु हो। परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनु भयो कि हामी पापी छँदा ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो है। हामी पापी भएको कारण ख्रीष्ट चाहिँ मर्नु भएको। उहाँ ख्रीष्ट धर्मी हुनुहुन्थ्यो र पनि तपाईँ हाम्रो बलिमा उहाँ पापी हुनुभयो। हाम्रो पापहरू उठाउनुको लागि उहाँ संसारमा आएर मर्नु भएको कारण, मर्नु भएको उद्देश्य चाहिँ यही नै हो, तपाईँ र मेरो है पापलाई धुनका लागि भनेर हामी बाइबलले यसरी बताउँदछ। हामी एपिसीको पुस्तकलाई पनि हामी पढिहालौँ, त्यस पछाडि म अन्त पनि गर्नेछु परमेश्वरको वचनलाई अनि प्रभु बोसतिर हामी जानेछौँ। एपिसीको पुस्तक
एपिसीको पुस्तक 2:13 म पढ्नेछु। यहाँ यस्तो लेखिएको छ, तर तिमीहरू जो त्यस बेलादेखि यीशुबाट टाढा थियो, अब क्रिस्टको रगतले नजिक भएका छौ, किनकि उहाँ नै हाम्रो शान्ति हुनुहुन्छ। उहाँले हामी दुवैलाई एउटै बनाउनु भएको छ र विभाजन ल्याउने शत्रुताको पर्खाल भत्काइदिनु भएको छ। हालेलुया। किनभने हामी चाहिँ नि क्रिस्टको रगतले है, पहिला एक समय हामी टाढा थियौँ, क्रिस्टलाई नचिन्दाखेरि क्रिस्टको दृष्टिदेखि हामी टाढा थियौँ, हामी पापी थियौँ। तर पनि उहाँको अनुग्रह, उहाँको कृपामा, उहाँको बलिदानमा तपाईँ हामीले विश्वास गरेको कारण हामी उहाँद्वारा भएर हामी चाहिँ अनुग्रहको ढोकादेखि हामी भित्र पसेका छौँ। भन्नुको अर्थ अनन्त राज्य भित्र हामी प्रवेश भएका छौँ। आमेन। हामीलाई नास्तिक गर्ने दुष्टको सबै पर्खालहरू चाहिँ यीशु क्रिस्टले भत्काइदिनु भएको छ। आमेन। दुष्टको योजनाहरू, यीशु क्रिस्ट यदि संसारमा नआउनु भएको भएदेखि तपाईँ हामी दुष्टको आहारा हुन्थ्यौँ, अनन्त कुण्ड दन्किरहेको आगको भाग हामी हुन्थ्यौँ। तर तपाईँ हामी धन्य हौँ, यीशु क्रिस्टको बलिदानमा हामीले विश्वास गरेका छौँ, तपाईँ हामी उद्धार पाएका छौँ, त्यो कुरादेखि हामी मुक्ति पाएका छौँ, छुटकारा पाएका छौँ। हालेलुया। हुन्छ, परमेश्वरको वचनलाई म यतिमा राख्दै अब पर्वतिर हामी जानेछौँ र यो घडी म एउटालाई बोलाउन चाहे। यहाँ हामी तयारी गरेर हामी प्रार्थना गरेर